November 6, 1950, Run for Freedom. तत्कालीन राणा प्रधानमन्त्री तथा श्री 3 महाराज मोहन शमशेर जंगबहादुर राणाद्वारा महाराज धिराज सरकार त्रिभुवन तथा उनका सपरिवारलाई एक दुर्लभ अनुमति स्वरूप चितुवा शिकार खेल्न जान बक्सिन्छ। The convoy consisted of 5 cars led by the Kingsby's Mercury with Rana officer seated in his vehicle as guards. Key actors: राजा त्रिभुवन प्रमुख कार चलाई रानी र अन्य राजकुमारीहरूलाई आफू साथ लिएर सवारी चलाए र युवराज धिराज महेन्द्र, राजकुमारी मालय र वसुन्धरा पनि आफआफ्नो गाडी चलाएर गए। हरेक गाडीमा राणा गार्डहरू पनि राखिएको थियो। राणाहरूको सोच अनुसार राजा चितुवा शिकारको लागि जाने तय भए पनि महाराजको इच्छा भने फरक थियो। उनीहरूको सवारी भारतीय राजदूतावास पुग्ने बित्तिकै राजा आफ्नो गाडी लेफ्ट टर्न गरी एक्सिलरेट गर्छन् र उनलाई भारतीय राजदूतावास बाहिर तत्कालीन इन्डियन एम्बेसडर सर चन्द्रेश्वर प्रसाद नारायण सिंह कुरिबस्छन् र राजाको सवारीसँगै इन्डियन एम्बेसी भित्र लग्छन्। राजदूतावास गएको राणा गार्डहरूले थाहा पाउने बित्तिकै उनीहरू सिंहदरबारतर्फ लाग्छन् र जनरल विजय शमशेर अथवा राणा प्रधानमन्त्रीका पहिलो सुपुत्रलाई खबर गर्छन् र उनीहरू 1 घण्टामा आइ राजदूतावास घेर्छन् र राजा त्रिभुवन पठाइदिन माग राख्छन्। November 6 to 10, 1950, the siege of the Indian Embassy. भारतीय राजदूतावास बाहिर राणाहरूद्वारा घेराबन्दी गरिन्छ। रोड ब्लक हुन्छ, फुड सप्लाइजहरू सबै बन्द गर्छन्, तर अम्बेसडर चन्द्रेश्वरको तयारी अनुरूप दिनहुँ पुग्ने गरी वाटर एन्ड फुड सप्लाइजको प्रावधान मिलाइएको हुन्छ। राजा रानी र युवराज धिराजको थुप्रो समय राजदूतावासको लाइब्रेरीमा बित्यो भने राजकुमारी तथा शाहजादी हिमालय र वसुन्धराको समय टेबल टेनिस खेलेर जान्थ्यो। November 10, 1950. Secret departure to India. Under Indian military protection, the royal family was driven secretly to the Gauja airstrip. They boarded an Indian aircraft and flew out to New Delhi. November 11, 1950. Arrival in India. हवाई जहाज नेपाली शाही परिवार सहित दिल्लीमा अवतरण गरिन्छ। नेपाली शाही परिवार स्वागत गर्न तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू आफै आइपुग्छन्। By air from Kathmandu, a refugee from his own country, comes the king of the Gurkhas. At Param Airfield, New Delhi, King Trabhuvana is welcomed by Pandit Nehru, Prime Minister of India. र उहाँहरूलाई तत्कालै हैदराबाद हाउस लग्ने प्रावधान मिलाउँछ।